टिप्नु क्या साथीहरू त्यो कहाँको झारहरू चिउला चिउली टिपेर बस्छ हेर्नु कस्तो मजा चिन्डे जस्तै क्या हाम्रो नेपालको चिन्डे आमा हेर्नु यहाँ ब्याग झोला अब ब्यागमा हालेर उतेनिर छ त्यो पनि टिपेर लगेर जाने हो अब बेच्न जाने हो 11 दिनतिर जेले उइते माया साग आयो भनेर हेर्नुहोस् त साथीहरू रोमानियामा आयो साग यो सागलाई चाहिँ मैले राखिदिएको नाम हो तिते साग यो चाहिँ लहरे साग हो होइन रोमानियामा चाहिँ यतिखेर चाहिँ जताततै सागहरू पाउँदो रहेछ अनि यो साग पनि हाम्रो दिदी र दाजुले चिनाइदिएर होइन मेरो घरको छेउतिर त लटरम्मै छ नि त अनि जाँदा देखिन्छ त्यहाँबाट टिपेर बोक्नु त्यही भएर हेर्नु म चाहिँ टिपेर हिँड्दिएँ साउने आइपुग्नुभन्दा अगाडि म घर पुग्छु मलाई चाहिँ मेरो चाहिँ बोतलहरू टन्नै थियो नि त अनि साउनीले लिएर जानुहुन्छ क्या गाडीमा है एक्लै नबोक ढाड दुख्छ भन्नुहुन्छ अनि साउनी चाहिँ उता मेरो साउनी चाहिँ बच्चा लिनु जानुभयो उता होइन अनि म चाहिँ आउँदाखेरि हिँड्दै साग सब्जी टिप्दै आएको हेर्नुहोस् त लर परेको ए आम्माम कति खान मन लागेको होला नि तपाईँहरूलाई मेरो हात हेर्नु न हात साथीहरू दुःख गर्ने मान्छेको हात नङ हेर्नु इन्दिरा डार्लिङले लगाइदिएको नङ खुस्काएको यस्तो भएछ ए लाई यहाँनिर पनि छ क्या साथीहरू यहाँनिर पनि छ यो साग त यहाँनिर पनि टन्नै छ भनेको हेर्नु त ए यहाँनिर पनि थुप्रो छ ए अर्काको घरको छेउछेउ पलाउँदो रहेछ है साग चाहिँ के भन्छ र हो टिप्दैमा त होइन हेर्नु त ए यहाँ चाहिँ यति मात्र टिपे त्यो भित्रपट्टि चाहिँ लट्रम्मै छ क्या यति भए त पुगिहाल्छ नि ब्यागमा पनि थियो हेर्नु त ब्यागमा झोला भरियो सोल्टिनीले दिएको झोला भरियो हेर्नु त हेर्नु झोला भरियो यति भए त पुग्छ नि कान्छी देखिस् केही गरी खान सक्दैन भनेको छ नि ए नेपालमा तिमीहरू राखेको साग टिपेर खाँदै होला म त यहाँनिर अर्ग्यानिक टिपेर खाँदैछु देख्यो त ए साग सक्दैन नि फेरि यहाँ पनि छ ए सक्दैन नि मायालाई फेरि ए जताततै टिप्दै हिँड्ने हेर त गाडीको मान्छे पनि हेरेर बसेर त होइन एकखेप टिपेको होला नि भनेर होला होइन र पक्क पारेर हेरेर बस्दो रहेछ झन् यहाँनिर त यस्तो खतरा छ कि साथीहरू के भन्नु र तपाईँहरूलाई कहाँ गएर उ गर्नु देखाउनु यो साग यस्तो छ कि अथ यहाँ हेर्नु त ए देख्नुभयो मेरो यहाँ हेर्नु त लटरम्मै कति धेरै छ ए हेर्दा पनि सक्नुहुन्छ तपाईँहरूले ए तर 2 हात चाहिँदो रहेछ यार टिप्नुलाई ए त्यो भित्र यहाँ हेर्नु त साथीहरू त्यहाँ टिपेको चाहिँ यति भयो ए हेर्नु त ए हेर्नु एक भारी नै भयो अब कोलाई साग चाहिन्छ आउनु है त लिनुलाई एक अङ्गुलो भयो एक अङ्गुलो कोलाई साग चाहियो मायालाई खबर गर है म ल्याइदिन्छु दुमुक गरेर ल आइतबारको दिन चाहिँ